जुलाई 19 मे आएको चाहिँ 2 महिना 11 दिन भयो। बिहानको 8 बजे मस्तै हिँड्दैछु। ड्युटी हिँडेको म बिहानको 8 बजिसक्यो। मेरो कन्ट्याक्टमा हुने कोही साथीहरूले भाइ बहिनीहरूले चाहिँ तपाईँको ओरिजिनलसँग भिडियो बनाउनु भनेको थियो। त्यो कुरामा भिडियो बनाउनु लाग्यो। छोटो छोटो भिडियो बनाउँछु म, हेरेर जाने हो। आज 1 घन्टा हेर्नुपर्छ। हाम्रो यो लगेजहरू यहाँ यो लकर भन्छ। किन म 1 घन्टा हेर्नुपर्छ भन्दा यो मेरो साइकल हो। मेरो साइकललाई ज्वरो भएको छ रे। अनि चटक्क भएर टायर पङ्चर भएर मेरो साइकल पार्क। यहाँ तपाईँ हिँड्नुपर्छ। आजको मौसम एकदम राम्रो छ, शीतल गरेछ। सानो सानो क्लिप बनाउँछु। मौसम भइहाल्यो आजको होइन। त्यो ट्राफिक लाइटहरू हुन्छ, ट्राफिक लाइट अनुसार हिँड्नुपर्छ। रातो बोले रोकिने भन्ने सबैले थाहा छ है। रातो बोले रोकिनुपर्छ यहाँ पनि। यस्तो यहाँको बस स्टप चाहिँ यस्तो हुन्छ। यो चाहिँ बस स्टप हो। यहाँ बसको नम्बर लेखेको हुन्छ। यहाँ चाहिँ 9, 12 अनि 67 नम्बरको बस आउँछ। अरू बस चाहिँ आउँदैन। त्यो बसहरू कहाँ जाने भन्ने कुरा फेरि त्यो बस अनुसार हुन्छ। यता धेरैसम्म ठाउँ भएको भएर धेरै विकास भइसकेको छ। म यहाँ एकछिन चाहिँ यही हाइवेबाट हिँड्छु, त्यसपछि खोलामा झर्छु। त्यो अनि खोला जाने। खोलामा चाहिँ ट्राफिक लाइट हुँदैन, त्यही भएर छिटो पुगिन्छ। राखेदैमा किरै देश कुकुरले राखेछन्। अनि किरै भनेको राम्रो छ, मायालु छ भनेको आरिगातो भन्नुभयो। जापान हो है, अब भाषाहरू नै यस्तै हो। तपाईँहरू पनि जापानमा हुनुहुन्छ भने समस्या छ भन्ने कुरा थाहा होला। अब कस्तो हुन्छ होइन यहाँ दुःख। र हामीलाई चाहिँ त्यति दुःख चाहिँ छैन। तिरपारा नेपालमा नै अब खासै दुःख नगरिन बसेको मान्छे होइन, दुःखै गरे हो। जे होस् नेपालको होइन, यहाँ चाहिँ मलाई अलिक सुख नै छ। नेपालमा जति दुःख गर्न परेको छैन। कामहरू अब अहिले एउटा मात्रै काम गरिरहेको छु। त्यही एउटा काम गर्नको लागि जाँदै गएको म। काम चाहिँ अब होटलमा हो, हाउसकिपिङ भनेर चाहिँ अब बुझिहाल्नुहुन्छ होइन सबैजनाले। अब यसपछि म यो ट्राफिक लाइटको तलबाट खोलामा झर्ने हो। धेरै भिडियो हालिदिएको छ, त्यहाँ भिडियो हेर्नु होला तपाईँहरूले। सेटिङमा गएर याद बनाएर हेर्नु होला, किनभने म हिँड्दैछु त्यो भएर यहाँ हालिदिएको छ। मेरोमा त्यो स्टेबिलेसन छैन अहिले। राम्रो फोन अनि क्यामेरा त्यसमा भिडियो बनाउने त्यो चाहिँ किनेको छैन मैले। त्यो भएर ट्राफिक लाइट रहेछ। यहाँ सबैजना साइकलमा हिँड्नुहुन्छ। यहाँ बस्छु किन उता म जाने बाटोमा चाहिँ रातो बलेको छ। त्यही भएर अब खोलामा गएर देखाउँछु म भिडियो। यस्तो चोक हो, म जान्छु यता हो। त्यसपछि त्यहाँबाट लगभग 200 मिटर तल गयो भने खोला आउँछ। अनि खोला जाने हो। अब यी खोला यहाँ चाहिँ खोलामा झरेको छैन। म चाहिँ यो हाइवेको साइडमा छु। हाइवे हो यो, क्योटोको खामीगुवाट हिमाडेगावा साइड भन्छ। ओरेन्ज सिटीमा छु, क्योटो सिटी। यहाँ खोल्यो रहेछ। अब के गर्नु, पिटी गरिसक्यो। म अब यहीँ बस्नुपर्छ।
यहाँको मान्छेहरूले चाहिँ यो ट्राफिक रुल्स चाहिँ एकदम राम्रोसँग मान्नुहुन्छ। अब गाडीहरू रोकियो बल्ल हेर्नुहुन्छ, पार गरेर हुन्छ बाटो। यतातिर चाहिँ 7-11 अनि फ्यामिली मार्टहरू धेरै हुन्छन्। फ्रेसको सुपर मार्केट। नेपालीहरूले सुरुमा सामान किन्ने भनेको महँगो पसलमा किन्छन्, पछि थाहा पाएपछि बल्ल सुपर मार्केट गेमो सुपा भन्छ त्यहाँ गएर किन्छ होइन। त्यहाँ मिलाएरै पाइन्छ, धेरै महँगो नै हुँदैन। यहाँ पेट्रोल पम्प हो, यो पेट्रोल पम्प छ यहाँ। ट्राफिक लाइट अब 3वटा हुन्छ यहाँ पनि, सबैलाई थाहा छ यो। यहाँ अब ट्राफिक लाइट फिल्म म हेरेँ। म यताबाट जान्छु। यहाँको हावापानी अब इन्भाइरोमेन्ट चाहिँ सेम नेपालको जस्तै छ। सुनिहाल्नु भयो किरा कराइरहेको छ होइन। अब यस्तै हो, यो रुख बिरुवाहरू चाहिँ सेम हुन्छ। यो सनफ्लावर सबै थाहा छ। यहाँ चाहिँ किरा कराइरहेको छ। यता पनि बर्खा लागिसक्यो नि त। यो चाहिँ केटाकेटीहरू खेल्नको लागि बच्चाहरू बनाएको यो त्यो अन्जेला पार्क भन्छ है। हामी पनि आएर खेल्न मिल्छ, बस्न मिल्छ यहाँ। अब हामी त के खेल्नु है, यहाँ बस्ने हो ठिकै। अघि मैले भनेको थिएँ म हाइवे छोडेर खोलामा जान्छु भनेर। अब यहाँबाट म खोलामा जान्छु, खोला जान्छु। अब 4 किलोमिटर हिँड्नुपर्छ म। खोला फेरि यदि यस्तो रेनहरू चाहिँ राम्रो छ, यस्तो छ है। योबाट जाने हो। यस्तो पुल धेरै हुन्छ है। यो तलबाट आउनु मिल्ने रहेछ। उताबाट आएँ खोला जाने हो। भिडियो धेरै लामो भइसकेको छ अहिले है। एकैछिन अब स्किप गरेर गर्नु होला। यस्तो पुलहरू छ। पुल त यहाँ लगभग 100 मिटरको ग्यापमा चाहिँ धेरै पुलहरू बनाएको हुन्छ उनीहरूले खोलामा। अब म यो खोला एक्लै किन हिँडेको भन्दा, अब माथि हाइवेबाट गयो भने त्यहाँ ट्राफिक लाइटहरू धेरै हुन्छ अनि रोकिनुपर्छ क्या। यहाँ पनि सिसी क्यामेरा रहेछ। वाहेको जायमा सिसी क्यामेरा। योबाट गयो भन्दा अब सरासर जान पाइयो नि। अनि शीतल पनि भयो, घाम लागिरहेछ। अब यहाँ अहिले 25 डिग्री छ यहाँको तापक्रम। तरै पनि मैले ज्याकेट लाएर हिँडिरहेको छु। म यता खोला साइडमा छु। खोला त अहिले सानै छ। हिजो म यहीँबाट हिँडिरहेको छु। ठुलो पानी परेको थियो। यो किराहरूले यस्तो कान खान्छ नि यहाँ। हाम्रो गाउँ घरमा हुँदा नि यस्तै खान्थ्यो यो किराहरू त। खाना त यहाँ पनि खान्छ। यस्तै अब यहाँ ठाउँमा चाहिँ माथि हाइवेमा निस्किने बाटो पनि हुन्छ। तर म अहिले हाइवेमा निस्किन्न। यो सहर, यो बजार के भन्नु, सहर यो सिटी कति होइन आफ्नो नेचुरल भाइब बाँकी यहाँ आयो भने चाहिँ आफ्नो गाउँ खालको भाइब सक्छ क्या। यहाँ त्यहाँ हाम्रो गाउँघरमा हुने सबै झारहरू हुन्छ कि खोर्सानीको जस्तै हुन्छ। यो नेपालमा पनि पाउँछ घाँसहरू हुन्छ। ए बनबरे पाती सबै घाँसहरू छ यहाँ। चच्चरे भन्छ हामीले हाम्रो भाषामा। अब कसले के भन्नुहुन्छ यसो कमेन्ट गर्नु होला। सबै छ यहाँ। दुबो होइन, अब बनबरे भन्छौँ, भरबरे पनि भन्छौँ कसैले। मलाई भने नि यहाँ 100 मिटरको ग्यापमा चाहिँ पुल हुन्छ भनेर। यहाँ छै ऊ यहीँ उतापट्टि छ। यो माथि त अब सहर भइहाल्यो। खोला यति सानो छ तर यहाँ हेर्नु यो पुरा यस्तो व्यवस्थित बनाएको छ नि खोला हिँड्नको लागि। यो के भन्छ होला, कङ्क्रिट गरेको छ क्या। हिजो पानी परेर म हिँड्मै बसेर गएको यसमै।
त्यहाँ ठुलो पानी आइरहेको थियो। अब फेरि जापानमा भएकोहरूले भन्नु होला 100 मिटरमा काहीँ पुल बन्छ। यहाँ चाहिँ 100 मिटर मात्रै छ, 100 मिटर पनि छैन। यति थोरै थोरै ग्यापमा पनि यस्तो ठुल्ठुलो पुलहरू बनाएको छ। यहाँ त्यहीँ छ, यतापट्टि त्यहीँ माथि छ, यहाँ मको माथि छ एउटा, लगभग 100 मिटरको ग्यापमा एउटा पुल छ। यो क्योटो सिटीको अब खामिदाचुरी आयो कहाँ आइपुगेँ म तल खोलामा छु। ठाउँ चाहिँ थाहा भएन। यता जियोस् क्योटो स्टेसनतिर जाने बाटोतिर हो कि यो खोलामाथि जङ्गलबाट आउँछ। यो ठाउँको वरिपरिको डाँडा सेम हाम्रो काठमाडौँ जस्तै छ, वरिपरि डाँडाले घेरेको छ। अनि हाम्रो कोठाबाट बाहिर निस्केर हेर्नुपर्छ, सेम काठमाडौँको बाहिर आएको छ। अचेल लाग्छ खै, साह्रै अचेल त्यत्रै साह्रो लाग्छ है फेरि। मलाई यहाँ बोल्दा बोल्दाखेरि हाँस्नु आउँदाखेरि परदेशमा हो नि त एक्लै होइन, एक्लै छु म हिँडिरहेको छु। अब भयो सुरुङ यो पनि पुल हो तर सुरुङ जस्तो छ। म यहीँभित्र अब छिरेँ। यहाँ चाहिँ साइकल लिन पाइन्न, अनि मर्निङमा गर्ने मान्छेहरू आउँछ तर आज कोही पनि आएर हिँड्छ। सायद आएर पनि गयो होला। अब 8:15 भइसक्यो अहिले। नेपालमा त लगभग 5 बज्यो होला। 8:15 भनेपछि 5 बज्यो नेपालमा। 3 घन्टा 15 मिनटको फरक छ। अब कोही त सुतेकै हुनुहुन्छ होला। हामी त अब ड्युटी हिँडिसक्यो। यस्तो छ यहाँ बस्ने ठाउँ। किराहरू त कति साह्रो कराएको हो। म काममा पुग्दासम्म नि कराउँछ होला होइन। यो सल्लाहको रुख हो। यो चाहिँ के घाँस भन्छ हामीले रुइस भोइस भन्छन्। यो त अब झारपात भइहाल्यो। यस्तो ठाउँ बस्ने बनाएको हुन्छ। त्यो हाइवेकै अथवा सहरको बिचको खोलामै छ। चाहिँ म यहाँ देखिने अवस्थामा छैन। अब देखाउन नमिल्ने है, अगाडि गर्नु पऱ्यो क्यामेरा। अब नेपालबाट लिएको, नेपालकै जे लगाउँथेँ त्यो लुगा लगाएर हिँडिरहेको छु अहिले। फेरि मेरो बेइज्जत छैन है, किनभने मलाई नेपालमा जे लगाउँथेँ त्यही कम्फर्ट लाग्छ क्या। यो जुत्ता पनि नेपालमै किनेको, काम गर्न सजिलो हुन्छ नि त। अनि यहाँ चाहिँ काम गर्ने बेला पुरै कालो कपडा लगाउनुपर्छ। ए अन्त यहाँ परेवाहरू यसरी बसेको हुन्छ।
अब पुलको मुनि नि पुरा बत्ती सुरुङ सानो सुरुङ पुल हो यो खोलामा हिँड्दैछु म खोलाको साइडमा त्यही भएर पुल धेरै छ अब बेला बेला जापान पनि देखाइदिनु होइन क्योटो सिटी बेला बेला भन्दा नि म यहाँ कोही बेला चाहिँ माथि निस्किनु पर्छ क्या त्यही भएर त म तपाईँ खोलाबाटै हिँडिरहेको छु साइडमै छु यसरी बस्ने चौतारी बनाएको हुन्छ चौतारी भनौँ न होइन काठको यो सबै यसमा चाहिँ फलामको फ्रेम पनि हुन्छ तर काठको छ बस्ने ठाउँ चराहरू चाहिँ नेपालको जस्तो चाहिँ यहाँ अगाडि जुरेली ढुकुरहरू छ यो दुईजना आउँदै हुनुहुन्छ त्यही भएर भिडियो बनाउनु पाइन्न अब भाषा सासा बुझिन्न होइन त्यही भएर यहाँको मान्छेहरू आएको बेलामा यसरी भिडियो बनाउँदा चाहिँ रिसाउँछ अब सुझे त दा पनि हालिदिन्छ भन्छ होइन त्यो नियम के हो थाहा छैन अब नेपाली पत्रकारहरू फेरि धेरै हुनुहुन्छ यहाँ जापानमा सानो कुरा पाउनु हो भने एउटाले एउटा कुरा गरेर व्याख्या गर्नुहुन्छ अर्कोले अर्को 100 न्युज बनाउनुहुन्छ एउटा न्युजलाई तपाईँहरू फेरि त्यो टिकटक बनाउनेहरू फेरि नदेखाउनु होला वास्तविकता त्यही हो लाखौँ नेपालीहरू हुनुहुन्छ जापानमा प्रत्येक वर्ष 30-35 हजारको हाराहारीमा आउनुहुन्छ अरे यहाँ नेपाल फर्किने नि अब त्यस्तै हुनुहुन्छ होला आउने पनि त्यस्तै है अब नियम कला छ भने थाहा हुँदै पनि सबैजना जापान भनेर दौडिनुहुन्छ यहाँको इन्भाइरोमेन्ट यस्तै छ कस्तो आनन्दै छ क्या ठाउँ आफ्नै सुरमा हिँड्यो ट्राफिक लाइट साइट केही पनि छैन अलिकति थाकै चाहिँ लाग्छ म नबसिकन ननस्टप हिँडिरहेको छु तर कहाँ आइपुगेँ म यहाँ मन्दिर हुने आएछु म सिजो क्यासल छ यहाँ चाहिँ टुरिस्टहरू धेरै आउँछ युरोप कन्ट्रीबाट आउँछ धेरै जस्तो यहाँ टिकट काटेर भित्र छिर्नुपर्छ सिजो क्यासल देखाउँ भनेर माथि आएको नमिल्दो रहेछ कि यहाँ तलबाट फेरि खोलामै जानुपर्छ म यो देखाउन आएको अनि देखिएन ठुलो मन्दिर जस्तै छ कि अनि क्यासल भन्छ है परेवा त्यस्तो लाटो छ कि यहीँ छ के गरेछ मैले नि छोएन उनीहरू नि उडेन पारी चाहिँ क्यासल छ हाइवे गाडी हिँड्ने भएको त हो यता भन्छ तर म यो खोला आएको थिएँ माथि छु अब फेरि खोलामै जान्छु यहाँ अलिक टाढो छ भने अब किन खोला हिँडेको भन्ने कुरा अघि भनिसकेँ मैले यो हाइवेबाट हिँड्ने ट्राफिक लाइटहरू धेरै हुन्छ रोकिनुपर्छ तर योबाट हिँड्यो भने चाहिँ रोकिन पर्दैन अनि हिँड्नको लागि पनि शीतल हुन्छ नि त माथि त 25 डिग्री अहिले त 28-29 पुगिसक्यो गर्मी छ क्यासल देखाउने भनेर आएको माथि तर देखिएन अब तलै झर्छ तल त झर्ने भने पानी जानु कसरी खोला पो रहेछ त बन्द रहेछ जान्न पाउँदो रहेछ फेरि फर्किनु पर्नु
अब त खोलाको बाटो हिँड्छ कि हो पुरै ट्राफिक लाइट छ कि त्यही भएर मलाई यार हिँड्न मन लागेन यही जङ्गल जान्छ जङ्गलको साइडबाट ल अब यही हो यो सहरमा चाहिँ के बनाउनु होइन म आइपुग्न पनि लागिसक्यो मेरो ड्युटी भएको ठाउँमा भिडियो पनि अब धेरै लामै भयो सहर यही हो देखिरहनु भएको गाडीहरू धेरै हुन्छ यहाँ म चाहिँ अब यहाँ खोल्यो जानुपर्छ ल फेरि म भिडियो बनाउँदै गर्छु कस्तो भयो भिडियो भन्नु होला कमेन्ट गर्नु होला सल्लाह सुझाव दिनु होला अब फेरि अर्को भिडियोमा भेटौँला है बाई बाई मिस यु नेपाल आसो नेपाल